ल गुड मर्निङ सबैलाई। हामी चाहिँ हिँड्यौँ भोट दिनलाई। तपाईहरु पनि टाढा टाढा हुनुहुन्छ भने पनि सकेसम्म गएर भोट दिनु होला। ल हाम्रो परिवार चाहिँ यहाँ लरा 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 होला हौ लागेर हिँड्यौँ भोट दिनलाई। हाम्रो यहाँ 82-83 वर्षे हजुरबा हजुरआमा ड्याडी मम्मी हाम्रो काका भतिज मेरो 10 महिना कान्छो छोरो पनि हिँड्यो भोट दिनलाई। ड्याडीले पहिला भोट दिनु भएको छ नि ड्याडी? म त 3 चोटि भइसक्यो भोट दिएको, यसमा 4 चोटि हुन्छ। ए मेरो चाहिँ पहिलो भोट है। मम्मी मैले 2 चोटि हो, योसँग 3 चोटि हुन्छ। ए ल मै रहेछु पहिलो चोटि। जुबिनको बाबाले पहिला भोट दिनु भएको छैन? फर्स्ट भोट हो। ल हाम्रो चाहिँ दुवैजनाको फर्स्ट भोट रहेछ। बुवाले पहिला भोट दिनु भएको छ कि छैन बुवा? ए आमाले पहिला भोट दिनु भएको छ कि छैन? दिएको छ दिएको छ। ए जुबिनले पहिला भोट दिएको छ कि छैन? जुबिन जुबिन भोट दिएर मैले जितेर अनि मैले जन्माएको होला। खोइ हाँस्नु न, यत्रो ठुलो जोकमा पनि हाँस्नुहुन्न हौ। हाम्रो भोट दिने ठाउँ चाहिँ आइपुग्न लाग्यो। हाम्रो घरबाट जम्मा 5 मिनट मात्रै टाढा छ। हामी पनि उकालो ओह्रालो खोला नाला तर्दै भोट दिने ठाउँमा पुग्न लाग्यौँ है ड्याडी? उकालो ओह्रालो खोला नाला तर्दै भोट दिने ठाउँमा पुग्न लाग्यौँ। ए छहरा पहरा पनि छ है? 5 मिनेटको बाटोमा नि उकालो ओह्रालो छ के? उकालो ओह्रालो छहरा पहरा पनि छ, खोला नाला पनि छ, वन जङ्गल पनि छ, ए खेतीपाती पनि छ। यार जुबिनले ला ला भन्छ जुबिन भनेन त ला ला। अब चाहिँ भोट दिएर आइसकेपछि बनाउला है त। हामी कस्तो लागिरहेछ त? खै फर्स्टचोटि ललितपुरमा चाहिँ फर्स्टचोटि हो भोट दिएको। अब खुसी चाहिँ खुसी भइरहेछ मेरो। भोट दिएको खेर जान्छ कि जाँदैन नजाओस्, हामीले भोट दिएको खेर नजाओस्। परिवर्तनको लागि सही उम्मेदवार छानेर चाहिँ हामीले भोट दिनेछौँ। आशा छ हाम्रो भोट खेर जाँदैन। मेरो त झन् पहिलो भोट हो, एकदम धेरै एक्साइटेड छु। पहिलो भोटै सही मान्छेलाई पुगोस्। सब परिवारै भोट दिने गएको रमाइलो भएको छ। हामीलाई त पिकनिक आए जस्तो खान दिँदैन होला केही पनि, हामी खाउँला। यस्तो पो रमाइलो छ त हाम्रो त। यहाँ चाहिँ हाम्रो भोट दिने ठाउँ आउन लाग्यो। अब त भिडियो खिच्न पाइँदैन होला। हाम्रो भोट दिने ठाउँ चाहिँ यही हो। यहाँबाट उता चाहिँ मोबाइल लिन पाइँदैन होला। मतदान केन्द्र हामीले चाहिँ भोट हालेर आइसक्यौँ। अनि हाम्रो यहाँ बिने बाबु चाहिँ भोट हाल्न जाँदै हुनुहुन्छ। दिँदैन रहेछ भन्दैछ नि त, मोबाइल चाहिँ नराख्ने। ए ल मैले पनि भोट दिएँ। मम्मीले भोट दिनु हो? खोइ बाबु चाहिँ यहाँ के अरे जुबिनलाई लिएर बस्नुभएको। सरस्वती माध्यमिक विद्यालयमा हामीले भोट दिएर आइसक्यौँ। बाबु चाहिँ जाँदै हुनुहुन्छ।
खोइ ड्याडीले भोट दिइसके र मम्मी चाहिँ एक्सर्साइज गर्दै हुनुहुन्छ ल ल भोट दिइसकेपछि यहाँ बाउ छोरा चाहिँ हुनुभएको छ देशको सभ्य सच्चा नागरिक भोट दिनुभयो जय माटो